हेलो नमस्कार छ सम्पूर्णलाई देश तथा विदेशमा बस्नुभएका सबैलाई मतिलक बोलीको हार्दिक स्वागत छ र ह्याप्पी दीपावली भन्न चाहन्छु। अब के गर्नु, यस्तै छ जिन्दगी। अब नेपालमा दसैँ आयो, दसैँ पनि गयो, तिहार आयो, अब भाइटिका पनि आउँदैछ। अब के गर्नु, अब त परदेशमा काम गर्यो आयो, अब के गर्नु, पेट पाल्नै पर्यो। हेर्नु समस्या छ। अब जैल अब परदेशीलाई के को दसैँ के को तिहार, जै दिन छुट्टी हुन्छ त्यसै दिन दसैँ तिहार हो। फेरि यसका आज छुट्टी पनि छैन त। अब त्यही जुन दिन छुट्टी भयो त्यसै दिन दसैँ तिहार भन्ने हुन्थ्यो। अब दसैँ तिहार त जैल छुट्टीमा गएला, जैल 2 वर्ष पुग्ला, अब त्यहीलाई भन्नु पर्यो। अब अघि भन्न मिलेन। अब ठ्याक्कै 60 वर्ष त्यस्ता भन्दा भन्दै गए।